नमस्ते, गुड मर्निङ साथीहरू। आज पनि नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ आफ्नै गार्डनबाट सुरु गरेको। जुन महिनामा चाहिँ के कस्तो छ गार्डनमा भनेर। यो हाम्रो आँपको रुख हो। यो लगभग आँप पाक्ने बेला भइसक्यो। यहाँ साइडमा चाहिँ केराको रुखहरू छ। बिहान चाहिँ मजाले हावा चलिरहेको थियो कि आज। यो चाहिँ सानो ड्वार्फ सनफ्लावर हो। यसलाई चाहिँ मैले सिडबाट ग्रो गरेको, फर्स्ट टाइम ग्रो गरेको हो। तर यो चाहिँ एकदमै मजाले हुँदो रहेछ कि। अनि मलाई त्यो ठुलो भन्दा नि यो मन परिरहेको छ कि, किनकि ढकमक फुल्ने है। एकचोटि फुल्यो भने 3-4 दिनसम्म टिकिराख्ने कि, कस्तो मजाले कलर पनि दिने। अनि यो चाहिँ मेरो हिबिस्कस प्लान्ट हो। यो त एकदमै मनपर्ने फ्लावर हो मेरो। यो अलिकति कलेक्सन छ मसँग। यो चाहिँ येल्लो कलरमा छ। यो मजाले फुलिरहेको छ यो पनि। अनि यो चाहिँ चम्पा। यो प्लान्ट चाहिँ उसमा गमलामा थियो, फुलेको थिएन, मैले भुइँमा सारिदिएको। अहिले चाहिँ यो फर्स्ट ब्लुम हो। यो मजाले अहिले फुलेको छ। एउटा पेटल चाहिँ खसेको रहेछ है। अनि यो साइडमा चाहिँ मेरो पिङ्क कलरको हिबिस्कस। यो पनि एकदम मजाले फुल्छ। यो चाहिँ बोगनभिलिया। यो पनि फर्स्ट ब्लुम नै हो। यो प्लान्ट ल्याइदेखिको। अनि यो चाहिँ ओरेन्जमा छ हिबिस्कस। अनि साइडमा चाहिँ अलिकति अपराजिताहरू छ। अनि यहाँ साइडनिर चाहिँ डर्फमा चमेली छ। यो पनि ढकमक गरी फुलिरहेको छ अहिले। अनि यो चाहिँ फुलको नाम मलाई थाहा भएन, तर चाहिँ यति मजाले फुल्छ है। एउटा त्यो ओरेन्ज र वाइटमा छ, ढकमक फुल्ने। अनि फुलिसकेपछि महिनौ टिक्ने कि। यो 1 महिना भइसक्यो फुलेको। अनि यहाँ चाहिँ रेड कलरमा छ हिबिस्कस। कस्तो मजाको कलर छ कि यो चाहिँ। अनि यहाँ चाहिँ ओरेन्जमा छ। अरू पनि छ तर फुलेको थिएन, सो भिडियोमा राखिनँ। अनि यता चाहिँ यो प्लान्टको नाम पनि थाहा भएन, तर कलेजीमा छ। यो चाहिँ भाले फुल है, रेडमा पिङ्कमा। एकचोटि फुल्यो भने धेरै दिनसम्म टिकिरहने कि, कस्तो मजाले फुल्छ। चाहिँ सदाबहार छ अलिअलि। अनि यो चाहिँ लेमन हो। कति मजाले फलेको छ कि। हुन त पहिला धेरै फल्थ्यो अरे हाम्रोमा, अहिले चाहिँ अलिक कम भएको छ, तर एकदमै जुसी छ। यो चाहिँ एक घरी केरा पनि आएको छ, साइडको केरा हो। अनि यो चाहिँ आमाले रोप्नु भएको तुलसी, मजाले ग्रिन हुँदै आएको छ कि। यो चाहिँ हाम्रो बेलपत्र, बेलको रुख। अनि यो साइडमा चाहिँ ग्रिन प्लान्टको कलेक्सन छ। यो सबै इन्डोर प्लान्टहरू हो। यो चाहिँ आधी जति त मैले हाँगा लगाएर पनि बनाएको छु कि अलिअलि। अनि सबै यतापट्टि पनि छ अलिकति ग्रिन प्लान्टहरू। अनि यो बोगनभिलिया एकचोटि फुलेर सकिसकेको हो। अनि यो वाला चाहिँ बोगनभिलिया एकचोटि फुलेर टन्न फुलेर सकेर फेरि फुलिरहेको छ। अनि यहाँ चाहिँ अलिकति सदाबहारको कलेक्सन छ। यो पिङ्कमा, वाइटमा, पर्पलमा र ओरेन्जमा छ मसँग। यता पनि बोगनभिलियाको अलिकति कलेक्सन छ सानोमा। यो तल चाहिँ पोटुलाका हो। पोटुलाका पनि कति मजाले फुल्ने कि। यो सधैँ एउटा फुलिरहेको हुन्छ कि, खाली चाहिँ कहिले हुँदैन। अनि यो साइडमा चाहिँ हाम्रो ठुलो आम्लाको रुख छ। यो चाहिँ अहिले ठुलो भएको छ। ल आजलाई यति नै। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।